नमस्ते वेलकम है। हामी चाहिँ यहाँ सिस्नेली खोलाको यो लोकेसनमा यहाँ आगो बलिसकेको छ। त्यो ढुङ्गा आयो यहाँ चाहिँ अब स्टिम गरेर चाहिँ आज टोली बस्ने भन्ने कुरा आइरहेछ है। यता यहाँ हाम्रो भिनाजु हुनुहुन्छ। यहाँ हेर्नु सिस्टम यहाँ हाम्रो चट्ट चिजहरू यहाँ रेडी छ। अनि यहाँ चाहिँ आज चाहिँ हामी स्टिम गरेर चाहिँ तपाईँहरूलाई फर्स्ट एन्ड लास्ट ल हामी कुक यो चाहिँ स्टिम सिस्टमले चाहिँ आज बस्दिने भन्ने कुरा भयो। तर हामी सेकेन्ड चरणमा छौँ। मासु यहाँ स्टिमको लागि रेडी भइसक्यो है। यता चाहिँ त्यहाँ आगो बलिरहेछ। त्यहाँ ढुङ्गा हामीले स्टिम गर्दैछौँ। हेर्नुहोस् टोलीहरू उता ल थर्ड स्टेप यो हेर्नुहोस् ल। यस्तो बनाइयो यहाँ स्टिम चाहिँ चट्ट है। यहाँ टोली यहाँ बसिरहेछ। के छ हो सम्राट भाइ? ठिक छ भइरहेछ है यहाँ। ल मेरो पनि एक पोज हानिदिउँ त गाइज। ल के छ कुकम्यान? ठिक छ हो। के भइरहेछ त्यसको लागि रेडी छ गाइज। आउनु होला हैन। हामी यस्तै छौँ। ल टोलीहरू त्यहाँ छ है हाम्रो टोलीहरू। यो पुरै यस्तो माल आधा मासु चाहिँ हामी फ्राई हान्छौँ यसलाई। बुझ्यो है। यो आइटम रेडी हुँदैछ। हामी यतासम्म अर्को चुलो त्यहाँ चाहिँ बन्दैछ। यो चाहिँ बनिरहेछ स्टिम यहाँ। हामी यो मासुको लागि अरू रेडी गर्दैछौँ। फाइनली चाहिँ यहाँ खाना सुरु भयो। चेस है ल गाइस। यसमा छ है यो पातमा। ल उठाउ उठाउ केटा। राइट छ भेराइटी यो चाहिँ मेरो है। हामी यसमा यस्तै खाँदैछौँ ल गाइस है। ल म पनि यतै छु है। ल गाई टोलीले हान्दैछ यहाँ यो है। ल उता सम्राटजी, हाम्रो महेशजी, महेन्द्रजी। ल जेठ महिनामा दामी मजा आयो। दामी दामी ल भयो क्लियर छ पनि छ अलिकति हो। यहाँ छ हेर्नुहोस् हो है। अब यो चाहिँ एकदम लास्ट आइटम हो। थर्ड चरणमा चिउरा आयो है। यहाँ चिउरा आयो यहाँ पातमा। अनि यहाँ सम्राट भाइ हाम्रो किशोर अङ्कल पनि हेर्दैन चिउरा छ यहाँ। यो चट्ट मासु आइटम यहाँ सुप बनायौँ हामीले फेरि लास्ट चरणमा। हेर्नुहोस् है। त्यसपछि हेर्नुहोस् यहाँ चाहिँ स्टिम भइरहेको छ चिजहरू। यो इन्भाइरोमेन्ट भने यो विजय बेन्डाटी हाम्रो बचपनको चाहिँ इल्लाचा काटेर खाने ठाउँ हो यो फेरि गाई चाहिँ। ल साथीहरू ल अब टोली चाहिँ यहाँ लास्ट इन्डिङमा मुभ हुँदैछ घरतिर। ल हामी जान लाग्यो। प्याक भइसक्यो सामान। हामी जान लाग्यो है। आजको भिडियो कस्तो लाग्यो? हाम्रो सेती पनि आज ल हामी चाहिँ अब निस्किन लाग्यौँ है। आजको चाहिँ पार्टी बबाल भयो। ल हेर्नुहोस् हेरेर इन्जोय गर्नु होला। थ्याङ्क यू।